उहाँले अनि जुन घरमा जान्छु तपाईँ नआउनुहोस् है, तपाईँको जित छ, हाम्रा अब भोट तपाईँलाई नै हो, आउनै पर्दैन भन्नु प्रतिष्ठित व्यक्तिहरूको समूह उठेको थियो त्यतिखेर। त्यसले गर्दा हामीले भोटै नमागी जितेका हौँ त्यतिखेर पनि हेर्नुहोस्। अनि किन थुलुङ दुधकोशी गाउँपालिकाले चाहिँ एमालेलाई यो पटकको स्थानीय निर्वाचनमा चाहिँ भोट दिने? जालिम अनलाइन टिभी अब सधैँ तपाईसँगै। आदरणीय दर्शकबिन नमस्कार। अर्को नयाँ भिडियोमा तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। सरकारले स्थानीय तहको निर्वाचनको टुङ्गो लगाएसँगै विभिन्न राजनीतिक दल अर्थात् विभिन्न राजनीतिक पार्टीहरूमा चुनावको माहौल मजाले तातिरहेको हामी देख्न सक्छौँ। विशेष गरी भनौँ स्थानीय तह गाउँघरमा राजनीतिक दलका नेताहरू घर फर्किने क्रम र टोलमा कमिटी गठनदेखि लिएर आफ्नो पार्टी प्रवेशका कार्यक्रमहरू तीव्र गतिमा अर्थात् भोटबाजीको रूपमा गरिरहेको हामी देख्न सक्छौँ। त्यसो त थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा एमाले चुनावको अर्थात् यो स्थानीय निर्वाचनको तयारी कसरी गरिरहेको छ र यो पटकको स्थानीय निर्वाचनमा नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिकामा पहिलो अर्थात् अगाडि उभिने सम्भावना कतिको रहेको छ? आज हामी यी यस्तै विषयवस्तुमा रहेर कुराकानी गर्नेछौँ। कुराकानीको क्रममा हामीसँग हुनुहुन्छ थुलुङ दुधकोशी गाउँपालिकाका नेकपा एमालेका अध्यक्ष उदय नारायण बस्नेत हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्नेछौँ। सर्वप्रथम उहाँलाई म स्वागत गर्न चाहन्छु। स्वागत छ अध्यक्षज्यू। धन्यवाद। आराम हुनुहुन्छ? ठिक छ हजुर। अब सरकारले स्थानीय तहको निर्वाचनको मिति पनि घोषणा गरिसकेको छ र पछिल्लो समय निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको त्यो मिति पनि तोकेको छ। तपाईँको गाउँपालिकामा अर्थात् थुलुङ दुधकोशी गाउँपालिकामा तपाईँको पार्टी नेकपा एमालेमा चाहिँ चुनाव कतिको लागिरहेको छ अर्थात् यो स्थानीय तहको निर्वाचनको तयारी कसरी गरिरहनु भएको छ? धन्यवाद पत्रकार बन्धु। म के भन्न चाहन्छु भने थुलुङ दुधकोशी गाउँपालिकामा हाम्रो चाहिँ सुलखुम जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका भनेको विगतका दिनको नतिजालाई हेर्दाखेरि अलिकति हाम्रो चाहिँ कम प्रभाव भएको, कम सोच भएको कुराहरू चाहिँ झल्केको देखिन्छ। तर अहिलेका यो अवस्थाको परिस्थिति, देशको माहौल अनि थुलुङ दुधकोशीको चाहिँ जनताहरूको भनाइ, हरेक ठाउँका चाहिँ काम गराई 9वटा वार्ड छन्। यहाँ 7वटा गाविसका 9वटा वार्ड छन्। यी 7वटा गाविसका 9वटा वार्डमा चाहिँ हाम्रा केही वार्डहरू चाहिँ अलि मन्द खालका छन्, नत्र भने 6वटा जति वार्डमा चाहिँ सशक्त रूपले हामीहरू लागिपरेका छौँ र प्रत्येक जनताहरूले हामीलाई ढाँट्ने, छल्ने, अनावश्यक काम गर्ने विगतका राजनीतिक दलहरूले गरेको कारणले हामीहरू चाहिँ सशक्त रूपले अगाडि बढेका छौँ र यो मुलुकमा चाहिँ नेकपा एमालेले मात्रै जनताको लागि, गाउँको लागि, निमुखाको लागि, कमजोरको लागि, दलितको लागि, सम्पूर्ण विद्यार्थीहरूको लागि अनि वृद्ध र असहायको लागि यहाँ चाहिँ के अरे सम्पूर्णको चाहिँ जीविकोपार्जनदेखि लिएर चाहिँ उहाँहरूलाई चाहिँ हुने काम र विचारका साथ चाहिँ पार्टीले निर्देशनहरू गरेकाले र पार्टीले काम गरेकाले हामीहरू सशक्त रूपले गाउँमा गएर हरेक कुराहरू, हरेक विचारमा चाहिँ उहाँहरूको मन, वचन, कर्म, सोच, विचार छुने, हृदय पग्लेर आउने, नेकपा एमालेको सूर्य चिन्हमै भोट दिनुपर्छ भन्ने जनताहरूमा प्रभाव भएर जनता हिजो चाहिँ हाम्रो थुलुङ दुधकोशीको 7 नम्बर वार्डमा चाहिँ एउटा कार्यक्रम थियो। त्यो कार्यक्रममा म गइरहेँ। त्यहाँको माहौल देख्दाखेरि, त्यहाँका जनताहरूको चाहिँ क्रियाशीलता देख्दाखेरि, उनीहरूले जिज्ञासा ल्याएको देख्दाखेरि थुलुङ दुधकोशी एकदम झर्कै अगाडि उठेको भन्ने महसुस। तर अलिकति तपाईँले यसो भन्दै गर्दाखेरि अलिकति बाहिरी रूपमा मूल्याङ्कन गर्दाखेरि अर्थात् नेकपा एमालेलाई बाहिरी रूपमा हेर्दाखेरि चाहिँ अरू पार्टीहरूभन्दा अहिले अरू पार्टीले जसरी गरिरहेको छ नि, गाउँ गाउँमा टोल कमिटीदेखि लिएर पार्टी प्रवेशका कार्यक्रमहरूमा भोटबाजी गरिरहेको छ, त्यसमा अलिकति नेकपा एमाले चाहिँ अलिक पछि देखेको कि तपाईँले यो कार्यक्रम, यस्तो कार्यक्रम चाहिँ गर्न आवश्यक ठान्नुहुन्न? यस्तो हो, हेर्नुहोस्, अब
सुन्नुहोस्, निर्वाचन कार्यालयले 7 लाख रुपियाँ नगरपालिकालाई चाहिँ घोषणा गरेको छ। त्यो यहाँ चाहिँ जनतालाई अनावश्यक हिसाबका चाहिँ कुराहरू अगाडि ल्याएर हाई र हुई गरेर मादल बजाएर नाचेर गीत गाएर मात्रै हेर्नुहोस्, त्यो हुँदैन। अब जनता, नेपाली जनताहरू सक्षम भइसकेका छन्। त्यसैले गर्दाखेरि उहाँहरू युट्युब हेर्छन्, उहाँहरू चाहिँ पत्र पत्रिका हेर्छन्, उहाँहरू चाहिँ सञ्चारहरू हेर्छन्। त्यसैले गर्दा कसले राम्रो काम गर्छ, स्थानीय चुनावमा पार्टी जाति धर्मका कुरा आउँदैन। हेर्नुहोस्, यहाँ चाहिँ काम गर्ने मान्छेको कुरा आउँछन्। त्यसैले गर्दाखेरि म के भन्न चाहन्छु भने थुलुङदुध कोशीमा पनि इमान्दार वफादार वास्तविक मान्छेहरू छन्। यहाँ त्यति धेरै हेर्नुहोस् प्रचार प्रसार हुल्लडबाज गर्ने त्यस्ता खालका मान्छेहरू छैनन्। त्यो कारणले गर्दाखेरि हामीहरू यस्तो खालको यो सारा जम्मै ढाँट हरेक खालको नीतिहरू लिएर हरेक कुराहरू अगाडि बढाएर हिँड्नलाई राम्रो मान्दैनौँ। उहाँहरूले सोच्नुभएको छ, हाम्रो चाहिँ आदर्शिला छ। यो मुलुकमा 25 वर्ष सरकार चलाउँदाखेरि अर्थात् अहिलेको परिस्थितिमा यो 3 वर्ष 4 महिना सरकार चलाउँदाखेरि कति काम भयो, कति विकास भयो। 25 वर्ष काम हुनुभन्दा बढी चाहिँ यहाँ चाहिँ हरेक कुराहरू, हरेक विचारहरू, हरेक सोचहरू भएको कारणले पनि जनताहरू मनमग्न भएका छन्। जनताहरूलाई नेकपा एमाले नै चाहिन्छ र अरू पार्टीले ढाँट्ने, छल्ने, हरेक कुराहरू गर्ने, झुक्क्याउने अनि ठेक्कापट्टा चलाउँदैन, आफ्ना मान्छेलाई दिने र आफ्ना मान्छेले गरेको काम चाहिँ नराम्रो भयो नि राम्रो भन्ने अनि इमान्दार ढङ्गले वफादार ढङ्गले काम गर्ने मान्छेहरूका कुराहरूलाई काट्ने, यी सम्पूर्ण कुराहरू जनताहरू सचेत भइसकेका छन्। आगामी दिनमा चाहिँ नेकपा एमाले हामीले, मलाई त लाग्छ हाम्रो अभियानको रूपमा ठुलो चाहिँ एउटा चाहिँ फोटोको रूपमा अनि मासका रूपमा हामीहरू प्रस्तुत नभए तापनि घर घरमा हाम्रा साथीहरू गइरहनु भएको छ। कुटनीतिक ढङ्गले चाहिँ उहाँहरू चाहिँ लागि पर्नु भएको छ। हरेक कुराहरू गर्दाखेरि वृद्धहरू अनि विद्यार्थीहरू सम्पूर्ण विद्वानहरूले चाहिँ हामीलाई अहिलेको माहौल देख्दाखेरि, अहिलेको देशको परिस्थिति, देशका नेताहरूले ढाँटेर छलेर अनावश्यक काम गरेर उहाँहरू चाहिँ अगाडि बढेको कारणले पनि हेर्नुहोस् नेकपा एमाले थुलुङदुध कोशीमा पनि राम्रो ढङ्गले भोलि नतिजा प्रकाशन हुने हामीले चाहिँ विश्वास गरेका छौँ। नभए यसपालि थुलुङदुध कोशी गाउँपालिकामा यो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले अगाडि आउने अर्थात् पहिलो हुने सम्भावना कति छ? एकदम हेर्नुहोस्, वार्डको हिसाबले 9वटा वार्ड छन्। हामीले 5वटा वार्ड जिताउने चाहिँ जित्ने एकदम विश्वास लिएका छौँ र अरू वार्डमा पनि हेर्नुहोस् सशक्त रूपले हाम्रा चाहिँ साथीहरूलाई अगाडि बढाउँछौँ। देशको परिस्थितिलाई हेर्दाखेरि अहिले अब यहाँहरूलाई पनि थाहा नै छ, अन्तर्राष्ट्रिय जगतका कुराहरू हेर्दाखेरि हरेक विचार र सोच हेर्दाखेरि त्यही नेताले हिजो चाहिँ हाम्रा चाहिँ जस्तै देशको माहौलमा एमसीसीका कुरा गर्दाखेरि त्यही नेताले नारा लाएर जुरुस लाएर आफ्ना जनताहरू कुटेर काटेर सारा जम्मै भद्रगोल गराएको थियो भने अब फेरि त्यसैले चाहिँ गएर हात ठडाएर हेर्नुहोस् हिजो चाहिँ पास गरेको छ। हेर्नुहोस्, हुन त यो एमसीसी जनताका लागि फाइदाजायक हो कि बेफाइदाको चाहिँ महसुस अब भोलि प्र्याक्टिकली रूपमा थाहा हुन्छ। र पनि हिजोको हिसाबले चाहिँ एकदम नेकपा एमाले चुनाव प्रचारै गर्नु पर्दैन मलाई त लाग्छ। त्यसमा पनि हेर्नुहोस् कम छैन। सामाजिक सञ्जालहरूमा हेर्नुहोस् हरेक ठाउँबाट, हरेक गाउँबाट हरेक दिन हेर्नुहोस् देशको परिस्थितिलाई हेर्दाखेरि 5,000 10,000 को समूहमा चाहिँ नेकपा एमाले विभिन्न पार्टीहरू परित्याग गरेर प्रवेश भइरहनु भएको छ। त्यही कारणले हिजै पनि हेर्नुहोस् नेपाली काङ्ग्रेस र माओवादीका मित्रहरू चाहिँ अब कतिसम्म सत्य तथ्य भोलि प्रमाणित हुन्छ 30-40 जना मित्रहरू चाहिँ थुलुङदुध कोशीमा पार्टी प्रवेश हुनुभएको छ। अब तर पार्टी प्रवेश भयो भनेर हामी मख पर्नेवाला छैनौँ। हेर्नुहोस् घर घर गएर जनताका दैलो दैलोमा गएर आफ्ना एजेन्डाहरू, आफ्ना कुराहरू, हिजो कति काम भइसक्यो यो 5 वर्षभित्र अनि अब कति बाँकी छ, ती सम्पूर्ण कुराहरूलाई चाहिँ हामीहरू घर दैलोमा लगेर प्रतिबद्धताका साथ हामीहरू प्रण गर्नेवाला छौँ। त्यसैले गर्दा मलाई विश्वास लाग्छ थुलुङदुध कोशी बहुमतको आधारमा हाम्रो पालिका चाहिँ जित हुने हामीले ग्यारेन्टी गरेका छौँ। तर 2074 सालको निर्वाचनलाई, स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने त थुलुङदुध कोशी गाउँपालिकामा एमाले अलिकति पछि नै देखेको थियो हैन। तर अहिले थुलुङदुध कोशी गाउँपालिकामा तपाईँले भन्दै हुनुहुन्छ एमाले अगाडि नै आउँछ, तपाईँहरूकै पार्टीले जित्नुहुन्छ। के आधार छन् नेकपा एमाले थुलुङदुध कोशी गाउँपालिकामा जित्नलाई? अर्थात् 2074 सालमा चाहिँ के कारणले चाहिँ पछि परेको थियो
थुलुङदुध कोशी गाउँपालिकामा साँच्चै भन्ने हो भने नेकपा एमालेको यहाँ चाहिँ माननीय पनि भएको कारणले र यहाँ चाहिँ हाम्रा चाहिँ जनप्रतिनिधिहरूले इमान्दार ढङ्गले काम नगरेका कारणले र जनतालाई झुक्क्याउने मात्रै भएको कारणले र हाम्रा जित भएका कति जनप्रतिनिधिहरूले व्यक्तिगत फाइदा र एउटा चाहिँ झुक्क्याउने छल्ने काम गरेका कारणले नेकपा एमालेका चाहिँ माननीय उत्तम कुमार बस्नेतले जस्तै अब यहाँ चाहिँ हरेक विकासहरू ल्याएको कारणले वातिमको पुल बनिरहेको छ। यस्तै हेर्नु चुर्पु पुल अब अन्तिम घडीमा ढलान लाउन अन्तिम घडी पुगिरहेछ। सिखोलामा पुल बनिरहेको छ। यी प्रदेशका पैसाहरू आएर भएको हो र थुलुङदुध कोशी गाउँपालिकामा चाहिँ नेकपा एमालेका जुन उत्तम कुमार बस्नेतले पहल गरेर यहाँ चाहिँ हाम्रो बहुमुखी क्याम्पस सञ्चालन भइरहेछ, प्राविधिक क्याम्पस र हस्पिटलको लागि पनि उहाँले चाहिँ प्रदेशसम्म गएर आफ्नो चाहिँ जुन उहाँको पैसा पनि त्यो हस्पिटलमा लागेको छ। यी विविध कारणले गर्दाखेरि जनताले सोच र विचारका साथ र यहाँ चाहिँ खानेपानीको लागि, यहाँ चाहिँ विभिन्न कामको लागि तुलनात्मक हिसाबले नेकपा एमाले अगाडि आएको महसुस गरेका छौँ हामीले। र हो प्रत्येक टोलटोलमा गएर चाहिँ हाम्रा नेताहरू यहाँ भने जस्ता नेताहरू ढाँट्ने, छल्ने, अनावश्यक काम गर्ने त्यस्ता खालका चाहिँ के अरे नेताहरू चाहिँ नभएको कारणले मैले चाहिँ इमान्दार ढङ्गले, वफादार ढङ्गले, कामको मूल्याङ्कनको ढङ्गले काम गर्ने हिसाबमा चाहिँ नेकपा एमालेलाई मतदान गर्नुहुन्छ भन्ने मैले ग्यारेन्टी गरेको छु। अब नेकपा एमाले यति गाउँपालिकामा अगाडि आयो, तपाईँहरूले गाउँपालिका जित्नुभयो भने गाउँपालिकाप्रतिको तपाईँको भिजन के? गाउँपालिकाप्रतिमा चाहिँ हाम्रो अहिलेको परिस्थितिमा विश्वमा हेर्नुहोस् कृषि प्रधान देशमध्ये एउटा यो चाहिँ हाम्रो थुलुङदुध कोशी गाउँपालिका पनि कृषि प्रधान को चाहिँ एउटा मातहतमा रोजगारमूलक काम गराउने र कृषिमा चाहिँ अत्यन्तै क्रियाशील भएर चाहिँ हरेक खालका भिजनहरू अगाडि ल्याएर जस्तै किबी जोन, सुन्तोला जोन, अनि यहाँ चाहिँ के अरे तरकारी जोन, यहाँबाट चाहिँ जस्तै फर्महरू खोलेर काँगेलकै हकमा भन्नुहुन्छ भनेदेखि 50वटा भन्दा बढी चाहिँ फर्महरू दर्ता गरिएको छ। यहाँ बाख्रा पालनको पाकेट क्षेत्र यहाँ आएको छ र यहाँ चाहिँ भकार सुधारको कार्यक्रमहरू आएको छ। जस्तै यहाँ चाहिँ करिब गाउँपालिका अन्तर्गत प्रदेशबाट आएको रकम 25 लाख भन्दा बढी चाहिँ यहाँ चाहिँ सुधारको लागि चाहिँ कार्यक्रमहरू यहाँ चाहिँ भकार सुधार अनि बिउ मकैको बिउलाई चाहिँ उन्नत जातको बिउहरू ल्याउने अनि यस्तो खालको कार्यक्रमहरू सञ्चालन भएको छ। त्यसै गरी यो काँगेलमा मात्रै होइन, पञ्चनमा पनि हो फेरि। यसै गरी काँगेल, पञ्चन, मुक्ली यसै क्रमले हामीले चाहिँ यहाँका जनताहरूलाई शिक्षातर्फमा, यहाँ चाहिँ कृषितर्फमा, यहाँ चाहिँ रोजगारमूलक तर्फमा विभिन्न कामको चाहिँ भिजन ल्याएर हरेक जनतालाई चाहिँ वास्तविक ढङ्गको चाहिँ राहत मिल्ने प्रयासहरू हामीहरू एउटा डिपिआर तयार गरेर वैज्ञानिक ढङ्गको चाहिँ शिक्षा प्रदान गरेर वैज्ञानिक कृषि प्रदान खेतीको चाहिँ सञ्चालन गरेर हामीहरू एउटा चाहिँ यो थुलुङदुध कोशीलाई नमुना गाउँपालिका बनाउने हाम्रो पहल हुनेवाला छ र हामी गर्नेवाला छौँ, प्रतिबद्धता जाहेर गर्छौँ हामी। अब कृषिको कुरा त तपाईँले उठाइहाल्नुभयो। तपाईँको गाउँपालिकामा यो विकासको कुराहरू, विकासका कार्यहरूलाई प्राथमिकताको रूपमा लिनु पर्यो भने 1, 2, 3 भन्नुपर्दा के पर्छन्? नम्बर 1मा कृषि, नम्बर 2मा गएर चाहिँ वैज्ञानिक शिक्षा, नम्बर 3मा गएर स्वास्थ्य सम्बन्धी हेर्नुहोस् आधुनिकीकरणको चाहिँ परिस्थितिलाई तुरुन्तको जुन खालको बिमारहरू लागेको छ त्यो खालको बिमारलाई निवारण गर्ने एउटा चाहिँ हस्पिटल स्थापना भइरहेको छ। त्यसलाई चाहिँ एकदम राम्रोसँगले सञ्चालन गराउने र त्यो हस्पिटलको चाहिँ एकदम इक्विपमेन्टदेखि लिएर डाक्टरहरू चाहिँ चुस्त दुरुस्त वैज्ञानिक खालका मान्छेहरू त्यहाँ राख्ने। यसरी हामीहरू विभिन्न काम र स्वास्थ्य खानेपानीका कुराहरू पनि हेर्नुहोस् यसै गरी हामीहरू अगाडि बढाएर यसलाई चाहिँ एउटा नमुना गाउँपालिका बनाउने हाम्रो चाहिँ सोच छ र यहाँका जनताले हामीले जहाँ जति काम गरिरहेछौँ
नेकपा एमाले नै रहेछ है भनेर हामीलाई गाउँ गाउँमा जनताहरूले चाहिँ भन्ने उहाँहरूको चाहिँ सोच र विचार। हामीहरू जस्तै काङ्गेलमा हेर्नुहोस् अहिले पनि प्रष्ट भन्ने हो भने यो काङ्ग्रेसको थलो हो। हेर्नुहोस् यो स्थानीय चुनाव भनेको व्यक्तिमा भर पर्ने कुरा हो, विचारमा भर पर्ने कुरा हो। जो मान्छेले नढाँटिकन नछलिकन भ्रष्टाचारमा लिप्त नभइकन काम गराउँछ त्यो मान्छे हामीहरू उम्मेदवार बनाउनेवाला छौँ। ती खालका मान्छेहरू हेर्नुहोस् अगाडि ल्याउनेवाला छौँ। किन भन्नुहुन्छ भने यो जनप्रतिनिधि भनेको त सेवामूलक सेवा गरेर हिँड्ने संस्था हो। हेर्नुहोस् यहाँ त के भइरहेको छ अहिले भन्नुहुन्छ भने घर छोराछोरी सारा जम्मै धन सम्पत्ति जोड्नुपर्ने संस्था भनेर चाहिँ अगाडि बढेको छ। हेर्नुहोस् तपाईँहरू हेर्नुहोस् हिजोको दिनमा कति आय आम्दानी थिए हाम्रा चाहिँ के अरे वार्ड अध्यक्षहरूको, सायद ऋण लाग्ने वार्ड अध्यक्ष मध्येको एउटा वार्ड अध्यक्ष म हुँ। हेर्नुहोस् अरूहरूले काहीँ जग्गा किनेका छन् स्वास्नीका नाउँबाट भए पनि आफ्ना नाउँबाट भए पनि हेर्नुहोस् आफ्ना छोराछोरीका नाउँबाट भए पनि जग्गा लिएका छन्। हेर्नुहोस् अनि अनेक के अरे गाडी बाइकहरू चाहिँ 3 वर्षमा हेर्नुहोस् 3टासम्म फेरेका छन्। साँच्चै भन्ने हो भने मैले एउटा बाइक पनि लिएको छैन। हेर्नुहोस् एउटा पहिले खड्ग सचिवको पालामा लिएको एउटा बाइक थियो, त्यो पनि हेर्नुहोस् अब मलाई चाहिँ एउटा भाइले चाहिँ हिजो अस्तिसम्म चाहिँ सेवा दिएको छ र म आफू चाहिँ साँच्चै भन्ने हो भने बाइक चलाउन पनि जान्दिनँ। त्यसैले गर्दा यहाँ चाहिँ जनताहरूले अहिले पनि हेर्नुहोस् हाम्रो गाउँपालिकामा हामीहरूको नाम लिन उहाँहरूलाई कर लागि हुन्छ। किनभने नढाँट्ने नछल्ने नझुक्याउने इमान्दार ढङ्गले अगाडि बढ्ने यी खालका यहाँ भन्ने गर्छन् कि ओहो हिम्मत हुनुपर्छ खाने, यहाँ चाहिँ काम गर्ने चाहिँ भ्रष्टाचार गर्ने पनि क्षमता हुनुपर्छ भन्छन्। क्षमता भएका साथीहरू छन् भ्रष्टाचार गर्ने। हेर्नुहोस् यहाँ हाम्रो गाउँपालिकामा हामीलाई चाहिँ जनताको माया विचार। हिजो पनि हेर्नुहोस् मैले 27 वर्षभन्दा बढी टिचिङ पेसामा म लागि परेको र त्यतिखेर पनि हेर्नुहोस् जहाँ कमजोर गाउँ थियो मलाई चाहिँ हेर्नुहोस् साँच्चै भन्ने हो भने यहाँका हाम्रा बाबुबाजेहरूले दया गरेर 14 दिनमा नि सरह गर्नुहुन्थ्यो। 1 वर्षमा 60 ठाउँ सरह हुन्थ्यो मेरो। हेर्नुहोस् अनि त्यहाँ गएर असल कामको निर्देशन दिँदा राम्रो यसलाई त नहुने रहेछ गाउँमै राख्नुपर्छ भनेर मलाई गाउँमा ल्याउनु भएको थियो उहाँहरू। जहाँ लगत गाउँपालिकाको भिजनमा तपाईँको पार्टीको भिजनमा रहिरहेका छौँ। अब तपाईँले शिक्षाको कुरा इत्यादि धेरै विकासको कुराहरू त गरिसक्नुभयो। यही आधारमा गाउँपालिकावासीले थुलुङ दुधकोशी गाउँपालिकावासीले एमालेलाई भोट दिने कि अरू केही कारण छन्? किन थुलुङ दुधकोशी गाउँपालिकाले चाहिँ एमालेलाई यो पटकको स्थानीय निर्वाचनमा चाहिँ भोट दिने? साँच्चै भन्ने हो भने इमान्दार ढङ्गका वफादार ढङ्गका अनि काम गर्ने ढङ्गका भिजन ल्याउने ढङ्गका यस खालको चाहिँ एउटा सोच र विचारका साथ अगाडि बढ्ने हाम्रो टिम भएको कारणले हामीहरू चाहिँ थुलुङ दुधकोशी गाउँपालिकाका जनतालाई अनुरोध गरेर यहाँ चाहिँ हामी अगाडि बढ्ने सोचका साथ हामी हाम्रा कुराहरू यसरी अगाडि बढेका छन्। अब अलिक प्रसङ्ग बदलौँ। तपाईँ थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर 2 को निर्वाचित जनप्रतिनिधि पनि हुनुहुन्छ। अब आउने निर्वाचनमा तपाईँको राजनीतिक हिसाबले सेटलमेन्ट कहाँ हुन्छ? किनकि तपाईँ थुलुङ दुधकोशी गाउँपालिकाकै एमालेको अध्यक्ष पनि हुनुहुन्छ। तपाईँ वडामै फेरि बस्नुहुन्छ कि अगाडि बढ्नुहुन्छ? मेरो चाहिँ यस्तो छ हेर्नुहोस्, नम्बर 1 मा हेर्नुहोस् पालिका स्तरीय 4-5 जना हामीहरू उम्मेदवार छौँ। जस्तै रामचन्द्र कार्की, जितेन्द्र बस्नेत, अनि श्याम राई, आङबाबु राई, अनि उदय बस्नेत, अनि हाम्रो एकजना भागत बस्नेत। उहाँ चाहिँ अलि समस्या स्वास्थ्यको समस्याले गर्दा नभए उहाँ चाहिँ 100% अगाडि आउने मान्छे। हेर्नुहोस् त्यस्तो खालको भिजन विचार सोच भएको मान्छे हुनुहुन्छ यहाँ। अब यहाँ हामीहरू यो आउँदै गरेको चैतको 20 देखि 25 भित्रमा हामीहरू मिटिङ राखेर हामीहरू तछाड मछाड नगरिकन वास्तविक ढङ्गले भिजन भएको विचार भएका अनि निष्पक्ष ढङ्गले काम गर्ने त्यो खालको मान्छेलाई हामी सल्लाह गरेर हामीहरू गाउँपालिका स्तरीय अध्यक्षमा आउँछौँ। तपाईँको विचार चाहिँ के छ? तपाईँ अगाडि बढ्नुहुन्छ कि? म अब मेरो व्यक्तिगत विचारले मात्रै हुँदैन, यहाँका जनताले के भन्नुहुन्छ, यहाँका नेताहरूले के भन्नुहुन्छ। मभन्दा सक्षम मान्छे आउनु हो भने म यो वार्डमा चाहिँ त्यो
त्यो उम्मेदवारलाई हेर्नु दिनेवाला छु। गाउँपालिका स्तरमा पनि हेर्नुहोस् अत्यन्तै प्रभावित बनाउने हामीहरू एकपल्ट चाहिँ यहाँ अब तुरुन्तै यो प्रत्येक वार्डमा जानेवाला छौँ हेर्नुहोस्। र हामीहरू व्यक्ति हाबी हुँदैन, हाम्रो समूह हाबी हुन्छ। यहाँ चाहिँ जनता हाबी हुन्छन् हेर्नुहोस्, यहाँ चाहिँ पार्टी हाबी हुन्छ हेर्नुहोस्। त्यसैले गर्दा अहिले मैले म अगाडि बढ्ने पछाडि हट्ने भन्ने खालको कुरा म गर्नेवाला छुइनँ हेर्नुहोस्। भोलिका दिनमा परिस्थिति आयो भने म पालिका स्तरमा पनि प्रस्तुत हुने मेरो हैसियत छ र वार्ड स्तरमा पनि अब जनताका लागि कामै गर्नुपर्ने अवस्था आएछ भने त्यहाँ पनि पछि परिँदैन। अब तपाईँ पालिकाको अध्यक्ष पनि हुनुहुन्छ तपाईँको पार्टीको। अब अघि तपाईँले अलिकति कुरा त निकालिहाल्नुभयो, चैत 2025मा हामीले उम्मेदवार चाहिँ टुङ्गो लगाउँछौँ भनेर। कहिलेसम्म तपाईँको ठ्याक्कै उम्मेदवार चाहिँ तपाईँले आज भन्नुपर्दा चाहिँ कहिलेसम्म चाहिँ उम्मेदवार टुङ्गो लगाउनुहुन्छ? हामीहरू 25सम्ममा उम्मेदवारी प्रष्ट बनाइसक्छौँ हेर्नुहोस्। उपाध्यक्षको अध्यक्षको हामीहरू अब एकपटक घुमिसकेपछि प्रष्ट हेर्नुहोस्, वार्ड पनि हेर्नुहोस् हामीहरू सबै क्लियर गरिदिन्छौँ र अहिले पनि हामीहरू 1-2वटा वार्ड क्लियर गर्दै आइरहेका छौँ। उहाँहरूलाई चाहिँ एउटा समूह बनाएर 3 जना 4 जना 5 जना हाम्रो चाहिँ के हुन्छ भन्नुहुन्छ भने पार्टीले माथिबाट चाहिँ निर्देशन गर्ने भन्दा नि वार्डबाटै जनताहरूसँग सोध्ने कसको धेरै चाहिँ के अरे मतदान हुन्छ, अर्थात् कसलाई चाहिँ धेरै मन पराउँछ, कसले चाहिँ जनताको लागि प्रत्यक्ष मन वचन कर्मलाई छोएर काम गर्छ, त्यो खालको सोचले हामीहरू वार्डबाटै छान्दै ल्याउँछौँ। र हामीले केही साथीहरूलाई हिजो निर्देशन गरि पनि सकेका छौँ एउटा समूहमा हेर्नुहोस्। त्यो अहिले त्यो बाहिर ल्याउने चाहिँ हामीहरू 25 पछाडि मात्रै ल्याउँछौँ हेर्नुहोस्, निर्णय नगरिकन। अहिले हामीहरू हामीले भनिसकेको छ। अघि मैले जसको नामले गाउँपालिका स्तरमा 5-6 जनाको नाम, त्यसै गरी वार्डमा पनि 5-6 जनाको नाम अगाडि बढाइरहेछौँ। उहाँहरूलाई पनि छलफल गरेर यति कारणले फलानु अगाडि यति कारणले पछाडि भनेर उनीहरू बिचमा राखेर हामीहरू चाहिँ फाइनल गराउनेछौँ। तर पछिल्लो समय एउटा ट्रेन्ड के छ भने जुनसुकै पार्टी आए पनि जतिसुकै राम्रो एजेन्डा ल्याए पनि अलिकति गाँठ पैसा लगानी नगरिकन त्यो पार्टी अगाडि आउन सक्दैन, जित्न सक्दैन। त्यसको कारणले अलिकति राम्रो उम्मेदवार पनि पछि पर्ने हैन। यो विषयमा चाहिँ के भन्नुहुन्छ? अर्थात् यो प्रथालाई चाहिँ अर्थात् एउटा ट्रेन्डकै रूपमा चाहिँ अगाडि बढिरहेको छ यो अहिले, यसलाई केही अन्त्य गर्न सक्ने केही सम्भावनाहरू छ? वास्तवमा निर्वाचन आयोगले जसरी आचार संहिता ल्याएको छ त्यो आचार संहिता तपाईँहरू पत्रकार भाइ बहिनीहरू पत्रकार बन्धुहरू हुनुहुन्छ, तपाईँहरूले प्रष्ट रूपमा त्यो आचार संहिता अनुसार हिँड्नु कि हिँडेन हेर्नुहोस्। अनि त्यहाँ चाहिँ घोटाला गरेको छ कि छैन? अहिले त हेर्नुहोस् जनताहरूमा साँच्चै भन्ने हो भने करिब 25-30% जनताहरू हैकै भरमा पनि हिँड्नुहुन्छ हेर्नुहोस्। त्यो हिँड्ने मान्छेहरूलाई सामाजिक सञ्जालद्वारा, हरेक पत्रपत्रिकाद्वारा अनि हरेक विचार र सोचद्वारा अनि यसै गरी सञ्चारद्वारा प्रवाह गरेर उनीहरूलाई सचेत बनाउनुपर्छ। तब मात्रै सही र वास्तविक मान्छेहरू अगाडि बढ्छ हेर्नुहोस्। नत्र भने अझै मलाई लाग्छ तपाईँले भनिहाल्नुभयो एक चुनाव यहाँ हेर्नुहोस् विभिन्न गुन्डाको हाबी हुनसक्छ, विभिन्न हेर्नुहोस् भ्रष्टाचारीहरूको हाबी हुनसक्छ, विभिन्न पैसाको हाबी हुनसक्छ, विभिन्न हरेक अनावश्यक कामहरूको विरुद्धमा लड्दै गएर वास्तविक ढङ्गले जित्ने उम्मेदवार चाहिन्छ। नत्र भने हेर्नुहोस् केही तलमाथि हुनसक्छ हेर्नुहोस्। अब पहिले चाहिँ 7 नम्बर वार्डमा चाहिँ प्राविधिक त्रुटिले गर्दाखेरि हाम्रा साथीले हार्नुभयो हेर्नुहोस्। त्यसै गरी 9 नम्बर वार्ड अहिलेको चाहिँ लोखिममा प्राविधिक त्रुटिले गर्दा भनेको जस्तै जाल झेल चुक्ली लाउने उचाल्ने पछार्ने आमा दिदी बहिनी सबैलाई चाहिँ ढाँट छल गर्ने हेर्नुहोस्। भोट दिएपछि अनि छक्क बडाछन् पछि आफ्नै आमा र दिदी बहिनीहरूलाई उहाँ चाहिँ के अरे अर्कापट्टि भोट हाल्ने बनाएको रहेछ हेर्नुहोस्। त्यहाँ हेर्नुहोस् त्यतिखेर 7 नम्बर वार्डमा हेर्नुहोस् हो कि हाम्रा उम्मेदवारहरूले भन्दाखेरि मैले पछि चाहिँ अब यहाँ काङ्गेलमा चाहिँ हेर्नुहोस् के भयो भने म आफै डुलेँ, त्यसरी हुल पनि लगेनौँ हामीले। मसँग हिँड्ने 17-18 वर्षको भाइ बहिनीहरू चाहिँ त्यहाँ चाहिँ के थियो भन्नुहुन्छ भने प्रष्ट भन्दाखेरि नाम अलि पनि रहन्छ उहाँहरूको, मलाई त थाहा नै भएन। अनि पछि हेर्दा नाम रहन्छ, होइन तपाईँको त नाम रहन्छ नि भाइ भने मैले। अनि यहाँका कति साथीहरूले चाहिँ त्यस्तो खालको यस्ता केटाकेटी लिएर हिँडेको छ फल्नाले के जित्छ भनिन्छन् एउटा त्यस्तो खालको म प्रतिमा नकारात्मक सोच गर्ने साथीहरूको समूहले। अनि जुन घरमा जान्छु तपाईँ नआउनुहोस् है,
तपाईँको जित छ, हाम्रा अब भोट तपाईँलाई नै हो, आउनै पर्दैन भन्नु। म हिँड्न पनि छोडेँ। हेर्नुहोस्, म चपै लागेर बसेँ। अन्तिममा भोट हाल्दाखेरि के गर्नुभयो भन्नुहुन्छ भने कति साथीहरू डराउनु भएको छ। हेर्नुहोस्, पैसाको पनि चलखेल भएको छ काँगेलमा पनि। अनि उहाँहरू चाहिँ फलाना टोलमा चाहिँ के अरे ए दाजु मत पोल भइसकेपछि, मतदान भइसकेपछि बेलुका ए दाजु हामीले सोचे जस्तो त मत पोल भए जस्तो छैन नि दाजु भने एउटा हाम्रो चाहिँ साथीहरूको टिमले। तपाईँहरूलाई अब मैले कुरै गरेको छैन, पैसा पनि ल्याएर मित्रहरूले खानु भइरहेछ र भोट पनि सूर्यमा लगाउनु भइरहेछ। ल भोलि मत गनेपछि थाहा हुन्छ साथीहरूको। त्यति यो समूहमा अर्थात् नेकपा एमालेलाई अर्थात् उदय समूहलाई हाम्रा चाहिँ के अरे यहाँका चाहिँ काँगेलका साँच्ची भन्ने हो भने प्रतिष्ठित व्यक्तिहरूको समूह उठेको थियो त्यतिखेर। त्यसले गर्दा हामीले भोटै नमागी जितेका हौँ त्यतिखेर पनि। हेर्नुहोस्, अनि अहिले चाहिँ वास्तवमा भने चाहिँ गरी काम हामीले गर्न नसकेको। यहाँ किन नसकेको भन्नुहुन्छ भने हामीले यति काम गर्छौँ, त्यति काम गर्छौँ, यहाँ ल्याउँछौँ, तपाईँलाई यसो गर्छौँ, एउटा शब्द नि नबोलेको मात्रै के चाहिँ भनेको थियो भन्नुहुन्छ भने हामी ढाँट्दैनौँ, हामी छल्दैनौँ, बजेट जति आइरहेछ तपाईँहरूको छेउमा ल्याउँछौँ, यसरी हामी काम अगाडि गराउँछौँ। अब भिजन अनुसार जान्छौँ, हामी विचार र सोच अनुसार जान्छौँ। जनतालाई सोधेर मात्रै यहाँ खन्ने कि नखन्ने, यहाँ जाने कि नजाने, यो काम ल्याउने कि नल्याउने, त्यो खालको कुराहरू हामी गर्छौँ। हामीहरू पार्टीका कुरा गर्दैनौँ, हामी जातिका कुरा गर्दैनौँ भनेर यसरी चाहिँ प्रतिबद्धता हामीले जाहेर गरेको थियो। त्यसै गरी हजुर अहिले यहाँ काम भइरहेछ। यदा कदा साथीहरूले अघि नै मैले भने अब लुटपाट गर्ने, अनावश्यक कुरा गर्ने त्यस्ता साथीहरू पनि समूहमा हुँदो रहेछन्। ती साथीहरूले चाहिँ कति काम अलि गडबडी गर्दा मेरो बिचमा चाहिँ हेर्नुहोस् अलिक तनाव पनि भयो, विवाद पनि भयो। अनि त्यो खालको कुरामा चाहिँ यो उदयको समूहलाई, यो जनप्रतिनिधिको समूहलाई हामीले चाहिँ ढुकिएर छलेर तलमाथि गरेर नहुने रहेछ भन्ने कुरा सबैले महसुस गर्नु भइरहेछ। त्यसैले गर्दा म इमान्दार र वफादार मान्छे छ भने पार्टी जाति नभइकन त्यो मान्छेले हेर्नुहोस् प्रष्ट जित्छ, प्रष्ट अगाडि बढ्छ। 5-10% मत कहिलेकाहीँ हेर्नुहोस् गडबडी भयो भने पनि जति त्यसले चाहिँ मतको चाहिँ भारी मत ल्याएर जित्यो त्यो कम मत मात्रै हो। र इमान्दार ढङ्गका मान्छेहरू हामी अगाडि सार्छौँ र इमान्दार ढङ्गका मान्छेहरू अगाडि बढ्नेवाला छन्। त्यसैले गर्दा थुलुङ दुधकोशी हाम्रो जित हुन्छ भनेर मैले चाहिँ प्रतिबद्धता जाहेर मैले कुरा गरिरहेको चाहिँ यो पैसाको चलखेल गर्ने निर्वाचनको बेलामा मान्छेलाई प्रलोभन पार्ने, पैसा दिने, त्यो ट्रेनलाई चाहिँ हटाउन सकिन्छ कि सकिँदैन? त्यो यसरी नै बसिरह्यो भने अलिकति राम्रो उम्मेदवार पनि पछि पर्ने सम्भावना धेरै देखिन्छ। त्यो त निश्चित हुन्छ नि। हेर्नुहोस्, त्यो खालको मान्छेहरूलाई जनतालाई नै गएर उहाँहरूलाई चाहिँ विचार दिएर, सोच दिएर पैसा हाम्रो यहाँ चाहिँ गैरी बोगल भन्ने ठाउँमा चाहिँ त्यतिखेर चुनाव ताका 90,000 पैसा लगाएर दिएछन् एउटा समूहलाई। हेर्नुहोस्, त्यहाँका जनताले मलाई बोलाए अनि मैले सुनेपछि म गइसकेपछि उहाँहरूले के भन्नु भने ल ठिक छ अङ्कल 90,000 पैसा दिएका छन्, यो पैसा पनि हामी पचाइदिन्छौँ, भोट पनि सूर्यमा लगाइदिन्छौँ है, तपाईँहरूको समूहलाई 7 सूर्यमा हामी लगाइदिन्छौँ भनेर त्यहाँका जनताले भनेको थिए। त्यो कुरो पुर्याएर छोड्नुभयो उहाँहरूले। त्यसैले गर्दा मैले त्यहाँ एउटा बाटोको अभियानका रूपमा चाहिँ बाटो लाने प्रतिबद्धता जाहेर गरेको थिएँ। त्यहाँ टोलमा बाटो पुगिसकेको छ र अहिले हेर्नुहोस् यो भुद्रुङ हुँदै आउने एउटा बाटो चाहिँ त्यहाँ खन्ने भनेर चाहिँ हामीले गाउँपालिकाबाट पैसा छुट्याइरहेको थियौँ। त्यो पैसाको काम अहिले हुँदैछ र यसै गरी हामीहरू चाहिँ यी कामको आधारमा भोट दिए भने जनताले हाम्रो टिम ती पैसा दिनेवालालाई, ती चाहिँ के अरे खान्तेपिन्ते गर्नेवालालाई पछाडि बनाएर जनताहरू अगाडि बढ्नेवाला छन्। उहाँहरूको हृदयमा हेर्नुहोस् कामको विचार र सोचमा कसलाई उम्मेदवार पछि जब यो थुलुङ दुधकोशीमा उम्मेदवारहरू सर देख्छन्, यी पार्टीका ती उम्मेदवार देख्ने बित्तिकै उहाँहरूले चाहिँ फलानालाई दिनुपर्छ भनेर उहाँहरूले भन्न सक्ने कन्भिन्स हामी गराउनलाई पहल गर्नेवाला छौँ र हुनेवाला छ। अब हामी अन्त्यमा छौँ। यो कुराकानी क्रममा तपाईँले भन्नै पर्ने आजको यो कार्यक्रममा चाहिँ यो चाहिँ कुरा मैले भन्नै पर्ने थियो, अर्थात् मैले सोध्न बिर्सेको केही कुराहरू छ भने भन्न सक्नुहुन्छ। अब थुलुङ दुधकोशी गाउँपालिका वार्ड नम्बर 2 मा हेर्नुहोस् 6वटा सिँचाइका कुराहरू सञ्चालन भइसकेका छन्।
खानेपानीको हकमा हेर्नुहोस् यहाँ चाहिँ साबिकको 9 नम्बर 1 नम्बर 2 नम्बर केही भाग 5 नम्बर अनि त्यस्तै 3 नम्बरको केही भागमा एक घर एक धारो सञ्चालन भइसकेको छ। अहिले यहाँ चाहिँ विभिन्न नेताजीहरूको कारणले विभिन्न मित्रहरूको कारणले यहाँ खानेपानी हेर्नुहोस् हामीलाई चाहिँ भनेका समयमा हामीले बजेट जति पाउँदा भनेको यहाँ शुद्ध खानेपानी खुवाउनका लागि चाहिँ बजेट अगाडि बढेको थियो। यो चाहिँ हेर्नुहोस् प्रभाव पर्यो र पनि हेर्नुहोस् हामीहरूले अहिले चाहिँ यो खानेपानी कुरामा बढी प्रभाव परेको छ र अब यो हाम्रो मुलुकमा अलिक कम हुनुको कारणहरू भनेको चाहिँ के रहेछ भन्नुहुन्छ भने पार्टी जाति धर्म नेतालाई चाहिँ छ जनतालाई छैन त्यो कुरो। तर उहाँहरूले बुझिसक्नु भएको जस्तै 4 पटक हाम्रो यो चाहिँ तुम्से हुँदै ऐसोल खर्क जाने अन्तर्जिल्ला जाने बाटो चाहिँ क्यान्सिल भयो ठेक्का क्यान्सिल भयो। अहिले फेरि यो चाहिँ अगाडि बढेको छ। सायद यो चैतभित्रमा सदर हुन्छ होला कि मलाई लागेको। हेर्नुहोस् अब यहाँ के रहेछ भन्नुहुन्छ भने कति नेताहरूलाई चाहिँ यहाँ काम भयो भने अब हामीहरू बर्बाद हुने भयौँ भनेर हरेक जाल झेल चुक्ली लाएर काम रोक्ने। हेर्नुहोस् जस्तै नेले तुम्से डाँडो हुँदै वातिमसम्मको लागि 1 करोड रुपियाँ आएको थियो अस्ति गएको दिनमा चाहिँ जेठमा पैसा प्रदेशबाट स्वीकृत गरेर पठाएको थियो। यहाँ इमान्दार ढङ्गले काम गरौँ भन्दै पनि हेर्नुहोस् 26 लाखको काम भयो। पछि हेर्नुहोस् हाम्रा नेताजीहरूले चाहिँ कहाँ कुन नेपाली काङ्ग्रेसका अनि नेपाली काङ्ग्रेस नै भन्नुपर्छ बढी चाहिँ उहाँहरूले चाहिँ कुरा लगेर काम अवरोध खडा गर्नुभयो। हेर्नुहोस् उहाँहरूले हामीले गरेको करिब 900 मिटरदेखि 1 किलोमिटरसम्म चाहिँ हेर्नु सोलिङ तयार गऱ्यौँ यो बाटोमा। नेलेमा हाम्रो त्यहाँको वार्ड अध्यक्षज्यूले लु भएन यहाँ हुँदैन। मैले के भने गाउँपालिका अन्तर्गत समिति बनाइदिनुहोस् मलाई 2 नम्बर वार्डलाई अथोरिटी दिएर तलबाट चिठी लेखेको रहेछ। लु जसरी हुन्छ यो हाम्रो गाउँ चाहिँ हाम्रो चाहिँ बाटोलाई त्यहाँ चाहिँ काम गर्ने गराउने र यसरी अगाडि बढ्ने सोचका साथ हामीहरू अगाडि गएका थियौँ र यसरी हुनुपर्ने कामहरू नभएको कारणले गर्दाखेरि हामीहरू पछाडि परेका छौँ। हुन्छ तपाईले आजको यो महत्त्वपूर्ण समय दिनुभयो हामीलाई त्यस धेरै 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 धन्यवाद तपाईलाई। लु चमलमुङ एफएमलाई पनि धेरै धेरै धन्यवाद। पत्रकार बन्धु अब यी कुराहरू सही र सत्य तथ्य आगामी दिनमा चाहिँ हुने चुनावलाई चाहिँ वास्तविक ढङ्गको वैज्ञानिक ढङ्गको प्रचार प्रसार र सोच अगाडि बढाउनु हुन अनुरोध गर्दै मेरा भनाइहरूलाई यहीँ टुङ्ग्याउँछु। धन्यवाद। हस् धन्यवाद। आदरणीय दर्शकवृन्द आजको भिडियो यही अन्त्य गर्न चाहन्छौँ। आज हामी थुलुङ दुधकोशी गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष उदय नारायण बस्नेतसँग कुराकानी गऱ्यौँ। आजको सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।